भनेर फुलमा रातभरि सुतेको छैन। प्रकाश बजेर रातिको 2-3 बजे आएर के छ भनेर बिचारा के छ कस्तो छ भनेर मलाई एकदमै मेरो स्वास्थ्यको बारेमा बुझेको गरी नेपाल प्रहरी आफू गर्ने नेपाल प्रहरीहरू ठुल्ठुलै नेपाल प्रहरी आएर लो शर्मिला तपाईँको हामी पत्ता लगाउँदैछौँ, तपाईँ टेन्सन नगर्नु, पानी मुनि गयो भने हामी त्यो मान्छेहरूलाई छोड्दैन भनेर भनिरहन्छ। भक्तपुरदेखिबाट प्रहरीहरूले कल गर्नुभएको छ, लगायत धेरै नेताहरूले पनि कल गरिरहनु भएको छ। अहिले मेरो एकदम स्वास्थ्यमा पनि एकदमै राम्रो भइसक्यो। दाइले हाम्रो तिखा लामा दाइले पनि मलाई सम्झिरहनु भएको छ अरे बहिनीको सबै कुरा निकाल्नु डिटेल निकाल्नु भनेर तिखा दाइले पनि मलाई सपोर्ट गर्नु भएको छ भनेर गएको थिएँ। अनि जाँदाखेरि अब मान्छे लिएर आएको रहेछ उसले, होइन मान्छे छोरी पनि। मलाई मर्न बाध्य बनाउने मान्छे शर्मिला श्रेष्ठ हो। मेरो जिन्दगी बर्बाद बनाउने शर्मिला श्रेष्ठ हो। मलाई मेरो पर्सनली सिसी फुटेज बाहिर निकालेर मेरो जिन्दगी बर्बाद पार्ने शर्मिला श्रेष्ठ हो। उनीहरूले यस्तो डेन्जर प्लानिङ गर्यो होइन, यस्तो गर्यो होइन, होटेलको फुटेज निकालेर मलाई यस्तो बनाइदियो होइन। अब सुन शर्मिला, तँलाई मेरो यो धम्की भनेर नि सोचे नि सोच, तेरो कुराको उत्तर दिएको भनेर सोचे नि सोच, होइन जे सोचे नि सोच है। रवि रत्न चौडाल कुट्ने बेलामा प्लानिङ गेमर तै होस्, मेरो बोस तै होस्, बुझिस् नि। प्रमाण दिन सक्छु। युट्युबर पासाङ, अब म नाम चाहिँ लिन्न, सरी है, नाम चाहिँ लिन्न। यसरी नै टेबलमा बसेर मिटिङ गरेको भिडियो मसँग छ, त्यो तँलाई पनि थाहा छ है। अब बेसी बोलिस् नि त, तैँले कुरा त निकाल्नै पर्यो। तैँले बेसी गरेपछि मैले त सत्य कुरा त निकाल्नै पर्यो। प्लान गरेको तैँले भोइस प्लस भिडियो सहितको रेकर्ड मसँग छ, बुझिस्। रवि रत्न चौडाल फिर्जादेवी र अर्को कुरा पुण्य गौतमलाई हानेको कुरा गरिस्, जुन रटले पुण्य गौतमलाई हानेको त्यही रटले मलाई प्रहार गर्यो भन्ने कुरा गरेको छस्। निष्पक्ष बोल, बुझिस्। डेट सहितको भिडियो निकाल्न सक्छु, प्लस त्यो दिनको हर कुरा म निकाल्न सक्छु। आइस क्लबमा थियौँ तर म त्यो दिन, बुझिस् नि। याद छ कि छैन है? यति भनेपछि पुग्छ होला तँलाई, होइन। त्यहाँबाट कहाँ गएको, के गरेको, कसरी कुन ठाउँमा लगेर मैले तँलाई छोडेको, कुन ठाउँमा म गएर बसेको, सबै क्लियर गरिदिन्छु फेरि मैले, बुझिस्। र पुण्य गौतम पिट्दाखेरि त शर्मिला श्रेष्ठ, के अरे शर्मिला वाइबा है, म शर्मिला श्रेष्ठ, त शर्मिला वाइबा राइनी, त पनि राइनी होस्, म पनि राइनी होस्। बोल्दा बोल्दा मेरो त भने नि दिमाग बोलिसक्यो भने। सुन्या, पुण्य गौतम पिट्दाखेरि, पुण्य गौतमले पिटाइ खाँदाखेरि होइन, तर म एकै ठाउँमा थियौँ। गेम तैँले बनाएको होस्, यो पनि पुष्टि गराउन सक्छु फेरि म, बुझिस् नि। यसको पनि हरेक प्रमाण निकाल्न सक्छु म, विचार गर। रवि रत्न चौडाल पिट्दाखेरि त होइन, त्यसको त झन् भिडियो अडियो सहितको छ मसँग, बुझिस्। फर्स्ट अफ अल त तँलाई मैले रडले पिटेकै होइन है। हुन्छ म बिरामी भएको अवस्थामा बहिनीले मेरो फोटोहरू देखेछ सामाजिक सञ्जालमा। फोटो आएपछि उसलाई टेन्सन भएछ, दिदीलाई चाहिँ काटेरै मारेको जस्तो देखेर कि त्यो ब्लडहरू धेरै आएको देखेर चाहिँ। अनि त्यो देखेर चाहिँ बहिनीले मलाई बिहान कल गर्नुभएको थियो। अनि मैले आउनु त भनेर निकिसा बहिनी र हाम्रो ऋतु बहिनी आउनुभयो। यस्तै हो, दुःख परेको बेलामा कसैले साथ दिन्छ भने राम्रो हो, किनकि बहिनी हो होइन। आयो अस्ति के अरे हाम्रो आशिका तामाङ दिदी आउनुभएको थियो, आज बहिनी आउनुभयो, मलाई एकदमै खुसी छ। जे होस् ऋतु, स्वागत छ है, नमस्कार। के छ, शर्मिला दिदीलाई भेट्न आउनु भयो है तपाईँ? खासमा किन आउनु भयो थियो कि भनिदिनुहोस्। म दिदीलाई चाहिँ अब यस्तो हालतमा देख्दाखेरि चाहिँ अब माया लाग्यो नि त होइन। अब जे जस बाबुमा परेका कुराहरू चाहिँ अब विगतका कुराहरू बिर्सेर चाहिँ मलाई चाहिँ अब भेट्न आएँ, एकदम खुसी नै छु। त्यही नै। अब ऋतु चाहिँ भेट्न आइसकेपछि दिदी कतिको खुसी लागेको छ त? खुसी नै, एकदमै खुसी छु। एकदमै बहिनी अघि रुनुभयो आएर, यहाँ साह्रै दुःख लाग्यो, माया गर्दो रहेछ होइन। एकदमै खुसी छु म चाहिँ। ऋतु के छ, कतिको माया लाग्छ दिदीको?
मलाई त लागिहाल्छ नि त्यस्तो अनि दिदी हो होइन सँगै बसेको सँगै खाएको नि त मलाई त लागिहाल्छ नि किन हाँसिराख्नु भएको छ रुइरहेको होइन किन हाँस्नु भएको खासमा दिदी कि पहिलाको विगत सम्झेर हो होइन हाँसेको होइन बहिनीको आँखाभरि आँसु आइरहेछ मलाई एकदमै गिल्टी फिल भइरहेछ अहिले बहिनीको जस व्यवहारले गर्दा म एकदमै बाबु यस्तो पहिलाको दिन सम्झेर रुनी होइन क्या अब पहिलाको दिन सम्झेको होइन नि त पहिलाको दिन त्यही मिल्यो ठुलो कुरा हो किनभने होइन अब अगाडि बढ्ने हो किन हो रितु रोको के कुरा त्यसरी त्यो दुनियाँलाई आँसु देखाउनु हुँदैन होइन धेरै माया छ नि त दिदी माथि होइन त्यही भएर चाहिँ अब यो चाहिँ मायाको आँसु हो क्या खुसीको आँसु नि त त्यही भएर चाहिँ खुसीको आँसु है अनि चाहिँ के छ पहिला चाहिँ मैले पनि गल्ती गरेछु भन्ने त्यो महसुस भयो रितुलाई पनि कसको फोन आयो रितु केही महसुस भएन महसुस त भइहाल्छ नि होइन पहिलाको कुराहरू अब यस्तो हुन्छ पहिलाको विगतको कुराहरू नगरौँ अहिले होइन बहिनी भेट्न आउनु भएको छ एकदमै खुसी छु म अहिले जुन अवस्थामा परे पनि मेरो दिदी यस्तो भयो भनेर बिहान बिचरा रुँदै आउनुभएको थियो मलाई पनि गिल्टी फिल त मलाई नै हुनुपर्ने हो मैले बहिनीलाई गरेको व्यवहारहरू मबाट गलत भएको हो होइन मैले कानुनी हिसाबमा मैले आफ्नो ऊ पनि पाइसक्यो सजाय पनि पाइसक्यो त्यस कारणले गर्दा अब हामी यसरी मिल्दै जाँदाखेरि मिल्नुपर्छ आज मलाई रड प्रहार भयो बहिनीहरूले चाहिँ त्यसरी प्रहार गर्न नहुने किन गर्यो त्यो मान्छेले भन्ने कुराहरू छ बहिनीहरूको पनि अब एकदमै हाम्रो अबको दिनहरू चाहिँ राम्रो हुनेछ बहिनीहरूसँग चाहिँ जस्तो निकिसा बहिनी अहिलेसम्म मैले भेटेको थिएन आज भेट्न पायो म निकिसा बहिनीको एकदम ठुलो फ्यान पनि थियो एकदम डान्सहरू मनपर्ने मलाई उसको आज चाहिँ मैले रेलमा भेट्न पाएँ धेरै खुसी लाग्यो रितु बहिनीको कारणले गर्दा अनि त्यस कारणले गर्दा अपराधीले कडाभन्दा कडा कारबाही भोग्ने छ नेपाल प्रहरीले खोजिरहेको छ खोजी जारी नै भइरहेको छ उनीहरूले चाहिँ अहिले लोकेसन चेन्ज गरी उनीहरू भागेर हिँडिरहेको छ अहिले ठिकै छ भन्नु पर्यो मेरो अवस्था चाहिँ कतिखेर थाहा पाउनु भयो तपाईँले चाहिँ दिदीलाई यस्तो रड प्रहार भएको भन्ने चाहिँ मैले चाहिँ थाहा पाएको थिएन होइन अब मलाई चाहिँ सागर दाइले क्या अब फोटो पठाउनु भएको थियो मैले के रहेछ पनि हेरेँ कि मैले चाहिँ फोटो हेरेँ पछि पुरै ब्लडै क्या अब जस्तै हुन्छ नि अब पुरै ब्लडै घाँटेर जस्तै क्या देखेँ पछि आत्तिर दाइलाई फोन गरेँ मैले चाहिँ दाइ के भएको खासमा अनि कस्तो दिदीलाई चोट लाग्यो भन्दाखेरि यस्तो मान्छेले कुटेको अनि रड प्रहार गरेर भन्नुभएको थियो अनि पछि त्यति बेला कस्तो मन दुख्यो क्या मेरो चाहिँ होइन अब फोन त गर्नेवाला थियो दिदीलाई पछि मैले सोचेँ कि होइन अब फेरि केही अब भन्नुहुन्छ होला कि जस्तो लाग्यो